गियर ठिक छ गियर चेक गर्नु त एकचोटि 3 मा छ कि 1 मा छ 3 मा नि हुनसक्छ न्युट्रल लानु पहिला अब मतिर पुरा ठेल्नु अगाडि ठेल्दै अगाडि है त ल एक्सिलेटर कहिलेकाहीँ पुगेन है ह्यान्डब्रेक झरेन भने तपाईँको अब गाडी बढिरहेछ ह्यान्डब्रेक झरेन हो ब्रेक समात्नु त ब्रेक समात्नु खुट्टाको ब्रेक हो यो टाइट हुन्छ हो अब यसलाई होइन सन्ठ तान्ने र अब अड्कै भयो भने हल्का माथि तानेपछि यो बटम लुज भयो पुरै तल है हामीले यत्तिकै झार्दाखेरि टाइट हुनसक्छ हो यो गर्दाखेरि यो बटम नथिचिन सक्छ टाइट हुनसक्छ यसको लागि चाहिँ हामीले यत्तिकै तानिसक्यो अब झार्नु पर्यो भनेपछि यसलाई फेरि हल्का माथि ल्याउने हल्का बटम लुज भयो है यसरी गर्नुपर्छ त्यही भएर गाडी उठ्न खोजिरहेछ बल गरिरहेछ हामीले ह्यान्डब्रेक झार्न सकिरहेको छैन कि यस्तो अवस्थामा अड्किन सक्छ ल उठाउनु धेरै भयो क्या बिस्तारै गर्नु न एकदम फकाएर एक्सिलेटर ल भयो क्लच छोड्दै जानु पाउनु नाच्दिनँ क्लच छोड्नु अझै गाडीले बल गरिदिनु अझै हो अब झार्नु गुड अझै तल पुगेन हो यतिमा ल ठिक छ हाल ब्यागमा आरामसँग जानु